मलाई भगवानले बचायो, हामीले बचाएको होइन। 17 घण्टा बेहोस भएको मान्छे सप्रोकेसन भएर। अच्छा सप्रोकेसन भित्र धुवा नै धुवा थियो। मेरो 1 महिनासम्म त मुखबाट कालो मात्र आउँथ्यो खोक्दाखेरि। चले एक काम कर, 200 रुपया दे और 50 रुपया काट ओभर एक्टिंग के वजह। रौतरमा जाँदाखेरि पनि तपाईँ यति राम्रो कार्यक्रम चलाउने मान्छे किन राजनीतिमा आएको? यही नहीं, अभी और सुनिए। तपाईँको कार्यक्रम नसुनिकन हामी चिया नै खाँदैनौँ भन्नेहरू पनि छन्। बिल्कुल चुप पनि छन् है गाउँघरमा। क्या त्यस्तो क्रेज छ क्या नेपाली बसको, टेलिभिजनको, जनता जान चाहन्छन् कार्यक्रमको। ट्रोल देख्दा चाहिँ कस्तो लाग्छ तपाईँलाई? मेरै अगाडि आएर कुनै विरोधीले तँलाई मारिदिन्छु, तेरो हत्या गर्छु भन्दाखेरि पनि ल गर्नुहोस् न त। हात मिलाएर सहकार्य गरेर पठाइदिन्छु भने ल गर्नुहोस्। मलाई हत्या गरेर मारेर तपाईँलाई राम्रो हुन्छ भने मारिदिनुहोस्। कौन है ये लोग, कहाँ से आते हैं? तपाईँको फेसबुक वालमा हेरेको थिएँ केही महिला दिदीबहिनीहरू रोएर तपाईँलाई सान्त्वना दिँदै हुनुहुन्थ्यो। अहिले पनि रोइरहेछन् मान्छे रौतरमा। यही नहीं, अभी और सुनिए। ऋषि धमलाले चुनाव हारेको कुरा उनीहरू पत्यारै लाग्दैन भन्छन् होइन। अब चुनाव त मैले हारिसकेको छु होइन, त्यसैले गर्दा म त्यतिर जान चाहन्न। त्यो 600 650 मात्रै भोट आउनुको कारण तपाईँले एकचोटि चाहिँ एकदम ठन्डा दिमागले सोच्नुभयो होला नि त? त्यहाँका मान्छेहरूले भनेका छन् हामीले त भोट हालेका थियौँ, तपाईँको भोट कसरी गायब भयो? यस्तो भएको हुनसक्छ तपाईँको चुनाव चिन्ह थाहा नभएर मानिसहरूलाई अर्को चुनाव चिन्हमा चुनाव चिन्ह मान्छे थाहा भएन। अब घन्टी नै हो कि भनेर कतिपयले घन्टी पनि छाप गरे। यही नहीं, अभी और सुनिए। होइन घन्टीलाई पनि मतदान गरे भन्ने कुरा ऋषि धमलाको चुनाव चिन्ह घन्टी भनेर घन्टीमा कतिपयले व्याख्या पनि गरे। होइन तपाईँ घन्टीको हो भनेर पनि सोधे मलाई कतिपय। धेरैले भने भोट माग्न म जाँदाखेरि ऋषिजी तपाईँ त बालन शाहको उम्मेदवार बनेर आउनु पर्थ्यो, घन्टीको उम्मेदवार बनेर आउनु पर्थ्यो। तपाईँ जस्तो मान्छे घरमा बसेर चुनाव जित्नुहुन्थ्यो, यहाँ आउनै पर्दैन। चले एक काम कर, 200 रुपया दे और 50 रुपया काट ओभर एक्टिंग के वजह। धेरैले मलाई भने तपाईँ जस्तो मान्छे किन घन्टीमा आउनु भएन, किन बालन शाहसँग कुरा गर्नु भएन? बिल्कुल चुप। मधेसमा धेरै मान्छे गए यसपटक। मधेसको भूमिबाट राजनीति गर्ने मान्छेहरू पनि धेरै आए। गगन थापा पनि जानुभयो म गइसकेपछि। अच्छा अरूले भोट लिनको लागि, भोट प्राप्त गर्नको लागि पैसा खर्च गरे, तर मैले चाहिँ पैसा खर्च गरेँ बिरामीको उपचार गर्नको लागि। चीटिंग करता है तू, चीटिंग 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 करता है तू। खत्म। आँसुभात पनि कङ्ग्रेसको खाए, बियर पनि कङ्ग्रेसको खाए, झन्डा उडेर पनि कङ्ग्रेसको हिँडे, घर दैलो कार्यक्रममा पनि कङ्ग्रेसको हिँडे। पार्टी त फेरि खाएनन्, भोट हाल्ने बेलामा झ्याम होइन। तपाईँ